साथीहरु यो भिडियो चाहिँ खास शनिबारको थियो है। शनिबार हामीले चटपट बनाएको थियौं। यस्तो मिठो भएको थियो नि, अहिले देख्दाखेरि नि कस्तो तलतल लागेर आको क्या। मिठो खानेकुरा बनाउँदाखेरि पनि आखिर यो केटी किन रोइरहेको छ भनेर थाहा पाउनको लागि हजुरहरुले यो भिडियो अन्त्यसम्म हेर्नु पर्छ। हप्ताको 6 दिन त नर्मली कामै हुन्छ नि त, अनि बिदा हुने भनेको त एक दिन मात्र हो। अनि त्यो दिन हामीले 2-3 दिन अगाडिदेखि नै यो गरम उसो गरम यो खाम भनेर सल्लाह गरिरहेको हुन्छौं कि हामीहरु। यो भिडियो चाहिँ मेरो अघिल्लो शनिबारको थियो क्या, अनि मैले पोस्ट गर्छु भन्दै पोस्टै गरिरहेको थिएन, बल्ल आज पोस्ट गर्दै। अनि त्यो दिन मैले घरमा फर्सीको मुन्टाको अचार गराएको थिएँ कि, अनि यिनीहरुलाई पनि चाख्नको लागि लगिदिएको थिएँ। अनि कस्तो छ रिभ्यू देऊ नि त भनेर भन्दा यहाँ नाटक गरिरहेको छ रस्नाले। कस्तो नाटक गर्न आएको के उसलाई। साथीहरु यस्तो मिठो भएको थियो नि यो फर्सीको मुन्टा, उनीहरुले पनि कहिले खाएको रहेनछ कि, फर्स्ट टाइम नै खाँदै रहेछ। यो चाहिँ हाम्रो खास प्लानिङ चाहिँ साथीहरु फेवाताल गएर कायाकिङ गर्ने थियो के, बट कस्तो पानी पर्दै आके बिहानैदेखि शनिबार झन्। अनि हाम्रो त मुड अफ भएर बसिरहेको थियो। अनि फेरि साथीहरुले अमिताको घरमा गएर के बनाएर खाम न त, आज शनिबार केही स्पेशल गरौँ न त भनेर। अनि हामीहरु पुरा सामानहरुको पोकाहरु लिएर अमिताको घरमा पुगे। हामीहरुलाई खुसी हुनको लागि केही कुरै चाहिदैन कि साथीहरु, हामीहरु साथीहरु जम्मा हुन्छौं अनि केही बनाएर खान्छौं। हामी त्यसैमा यति खुसी हुन्छौं नि। कहिले यस्तो घरमा जागर चलेर मोमो गराएर खाम न त भनेर मोमो गराउँदा यति गाह्रो हुन्छ नि एक्लै है। साथीहरुसँग गराउँदा त एकैछिनमा क्या यति धेरै थरी एकैछिनमा पाकेको थियो क्या। चाहिँ हामीले खास प्याज काट्ने काम दिइरहेको थियौं। अनि प्याज काट्दा काट्दै पुरा रोइरहेको छ कि, रोइदै प्याज काट्दैछ। अनि खै त हेर त म तिम्रो भिडियो गराइदिन्छु भनेर यस्तो भिडियो गराउन लागेको त हेर्न कति नाटक गरे। साथीहरु मलाई त उनीहरुलाई देखेपछि त काम गर्नै मन लाग्दैन कि, फिटिक्क अलिकति पनि जागरै चल्दैन। मैले त घरको धन्दा कामहरु यताउति गरिराख्नु पर्ने हुन्छ नि त। अनि म त्यतिकै थाकिरहेको हुन्छु कि, त्यति कामै गर्दाखेरि थाकिरहेको हुन्छु। अनि आज त तिमीहरुले गराउन भनेर मैले चाहिँ खासै गर्दैन। अनि मलाई पनि खासै गराउँदा नि गराउँदैन उनीहरु। बिहान बेलुका घरको काम गर है, अनि दिउँसो फेरि हतार अफिस जाऊ, अनि फेरि आऊ घरको काम गर। ओ माइ गॉड, म त यस्तो दिक्क परिरहेको छु नि आजकल। मेरो दिन चाहिँ त्यसरी नै गइरहेको छ कि एकदमै बिजी छु म चाहिँ। पनि यति लामो भएछ नि साथीहरु है, जताटा काट्दाखेरि जे गर्दाखेरि पनि लामै भइरहेको छ क्या। यत्रो 4-5 मिनेटको भिडियोमा के बोल्ने कसो गर्ने केही पनि आइरहेको छैन, त्यही पनि बोलिरहेको छु। जस्तो भए पनि सुनिदिनु होला है। यता फेरि रस्नाले आलु चप गराउन लागिरहेको रहेछ। अनि यस्तो भिडियो गराइरहेको थिएँ मैले। अलिअलि भिडियोहरु बनाएर पोस्ट गर्न रमाइलो लागिरहेको थियो नि त मलाई। यस्तो मैले भिडियोहरु बनाइरहेको थिएँ, देख्न सक्नुहुन्छ। मोमो यस्तो मिठो भएको थियो नि, यति बेलाको मोमो चाहिँ मलाई यति मिठो लागेको थियो। साथीहरु अनि दुईजनाकै हातमा अलिअलि चोट लागेको रहेछ। अनि सो तिमीले बनाउन भनेर मलाई भनेको थियो। अनि मैले बनाउन लागेको त हेर्नु न, मलाई त त्यो तेलमा डुबाउन पनि कस्तो डर लागिरहेको कि, माथिबाट फात्तै छोडिरहेको थिएँ। अनि साथीहरु त पुरा हाँसिरहेको थियो, मेरो बेइज्जत भइरहेको थियो यति बेला मलाई कि। साथीहरुले अलिकति तलबाट राखन नडराइकिनै भनेर सिकाइरहेको थियो है। मलाई त के को हुनु र डर लागेर माथिबाटै फुत्ता फालिरहेको थिएँ कि। अनि भएन, तिमीले बनाएको त भएन।